स्वागत छ कृष्ण भ्लगमा हजुरहरूलाई। लास्टसम्म भिडियो हेरेर सब्सक्राइब गर्नु होला है त। हेर्दै गरौँ भिडियो। फुटबल एन्ड भलिबल फुटबल खेल्दैछ केटाहरू। तपाईँहरूले हेरेर मजा लिनु होला है त, मनोरञ्जन लिनु होला तपाईँहरूले हेरेर है त। तपाईँलाई म देखाउँदैछु भलिबल फुटबल खेलेको है त। तपाईँले हेर्नु होला है त, मजा सक्नुहुन्छ। बच्चाहरू बुढाबुढीहरू खेलिरहेको छ फुटबल र फुटबल पनि बच्चाहरू चाहिँ मोबाइल खेलिरहेको छ है। यो सानो मिनी गार्डनमा होइन, सानो गार्डनमा टक्क एचएस गरेर खेलिरहेको छ है। चाहिँ तपाईँहरू सक्नुहुन्छ होइन। अनि आकाशमा पनि बबाल भइरहेको छ कि हेर्नु न, आम्मामा बादलले गर्दाखेरि बबाल देखिरहेको छ कि त। सर यहाँ बहिनीहरू चाहिँ मजाले खेलिरहेको छ ब्याडमिन्टन। तर कसैलाई पनि खेल्न नआउने चाहिँ ब्याडमिन्टन चाहिँ होइन। चरा उडिरहेको छ आकाशतिर चाहिँ होइन, देख्नुभएको छ आकाशतिर चरा उडेको। ल हेर्नुहोस् यहाँ फेरि भिडियो के गरिन्छ नि, अलग्गै बोलिरहेको छु होइन। हेर्न सक्नुहुन्छ खतरा हुन्छ, मोबाइल देखिरहेको छु। कुन लाइन हो त्यो हजुरहरूले गेस गरेर कमेन्ट गर्नु त हजुरहरूले चाहिँ क्या दामी देखेको छ कि। अनि केटाकेटी उडिरहेको छ है। अब होइन केटाहरू त्यहाँ के गर्नु बस्यो, हल्लो बस्यो के गर्नु बस्यो त्यहाँ केटाहरू छ्या के गर्नु बस्यो केही छैन। केटाहरू बसिरहेको छ होइन। ओ माइ गड कति मान्छेहरू बल हालेको केटाहरू। त्यो बच्चाहरू लाग्यो भने त फेरि ढल्छ नि त हो केटाहरू होइन। कसले सब्सक्राइब गर्नुभएको छ सब्सक्राइब गर्नुहोस् है, सब्सक्राइब होइन। यस्तो जिन्दगी हामी रिभ्यू होला हो है, रिभ्यू होला चाहिँ सानो सानो भिडियो बनाउँदैछु होइन। कति राम्रो छ है केटी चाहिँ के गर्नु, त्यो मुख ढाकेको छ हेर्नलाई के गर्नु देखिँदैन होइन। हेरेर सबैले मनोरञ्जन गर्नु होला। अनि सब्सक्राइब गर्नु भने सब्सक्राइब पनि गर्नु होला। अनि लाइक कमेन्ट पनि गर्नुहोस् है त। अनि सेयर पनि गरिदिनुहोस्। दामी देखेको छ कि दामी, मलाई मनपर्छ। सबैले कमेन्ट गर्नुहोस् है त। सर्दी पनि लाग्ला जस्तो छ गाइस। बल त थुप्रै खाले देखेको छ। मान्छेहरू त खासै आएको छैन अहिले चाहिँ। पार्कतिर चाहिँ पुरै गार्डन खोलिन्छ बिहानको टाइममा चाहिँ बुढापाकाहरू एक्सर्साइज गर्नु। फेरि सबैजना बुढाबुढीदेखि लिएर सब मान्छेहरू बच्चा बुढाबुढीको बाटो हुन्छ। यस्तो रमाइलो हुन्छ यहाँ गार्डनमा चाहिँ। किनकि सबै खेलाउनाहरू छ नि त, बच्चाहरूदेखि लिएर बुढाहरूदेखि लिएर पुरै खेलाउनाहरू छ। त्यही भएर मजा पनि आउँछ, रमाइलो पनि हुन्छ होइन। त्यही भएर एक्सर्साइज गर्ने एक्सर्साइज गर्छ, हिँड्ने मान्छे हिँड्छ, खेल्ने मान्छे खेल्छ। त्यही भएर चाहिँ मजा आउँछ क्या। आजभोलि बच्चाहरूलाई पनि त्यस्तै चाहिएको, अनि बुढाहरूलाई पनि त्यस्तै चाहिएको एक्सर्साइज गर्ने। अब जिममा गयो भने पैसा लाग्छ, यता आयो भने पैसा लाग्दैन। त्यही भएर टक्क लगाएर छ यहाँ सामानहरू, जिमको सामान आधा सामानहरू त जिमको त यहीँ छ। त्यही भएर हजुरहरूलाई केही भन्न मन छ भने भन्नुहोस् है त। टक्क लगाएर यहाँ
के अरे कमेन्टमा केही भन्नु मन छ भने कमेन्टमा भन्नु होला हैन। यस्तै छ जिन्दगानी। ल अब चाहिँ बिदाई हुनुपर्छ हैन। फेरि अर्को भिडियो लिएर आउँला हजुरहरूको अगाडि। ल अहिले चाहिँ छुट्टिने बेला भयो है। सब्सक्राइब गर्नुभयो भने सब्सक्राइब गर्नु होला, सेयर पनि गरिदिनु होला सबैजनालाई है त। अनि यति भन्दैमा म चाहिँ हजुरहरूसँग बिदाई गर्छु। ओके बाई बाई।